प्रभु यो केटाहरूको रूपरङ्ग कस्तो बनाउने नि अनि रूपरङ्गमा 100% कन्फिडेन्स हाल्दे 3 दिनदेखि ननुहाए पनि ऐनामा हेर्दा म कस्तो हिरो देखाएको छु जस्तो लागोस्। प्रभु अनि यिनीहरूको इमोसन र भावना चाहिँ दुईटा मात्र हाल्दे, एउटा म ठिक छु र अर्को मलाई भोक लाग्यो, अनि अगाडि भएको गनाउने मोजा पनि कहिले नदेख्ने बनाइदे। अनि प्रभु मन पर्ने खानेकुरा चाहिँ राति 2 बजे जुरुक्क उठेर जे भेटिन्छ त्यही खाने, तर मेन कुरा मोमो, चाउचाउ, कोक र एक्सट्रिमको लागि जति बेला पनि खाना तयार हुने। प्रभु अनि कुराकानी गर्ने तरिका चाहिँ साथीसँग घन्टौसम्म हुँदा ए ब्रो हाइट ओइ मात्र भनेर कुरा गर्न सक्ने बनाइदे। अनि साथीले कपाल काट्न जाउँ भन्दाखेरि नुहाउन धुवाउन खान सब चिज छोडेर उसँग कपाल काट्न जान बनाइदे। अनि रिलेसनसिपमा चाहिँ कस्तो बनाउने केटी रिसाएको बेला सरी त भनोस्, तर सरी किन भनेको भनेर सोद्धा चाहिँ आकाश पाताल हेर्ने बनाइदे। अनि मेन कुरा चाहिँ सरी किन भनेको भनेर भन्दै सोद्धा चाहिँ टाउको कन्याउने गरी त्यसलाई टेन्सन हाल्दे। अनि यिनीहरूको स्टाइल र फ्यासन चाहिँ दराजमा 20 वटा लुगा भए पनि हप्ताभरि एउटै टी सर्ट लगाएर ह्याभ नथिङ टु वेयर भन्न लगा। अनि पर्फ्युम चाहिँ यस्तो हाल्न लगा कि मान्छे भन्दा अगाडि गन्ध आइपुगोस्। अनि प्रभु केटीहरूको एटेन्सन पाउन चाहिँ केसम्म गर्छन् यिनीहरूले एउटा थोत्रो बाइक भए पनि त्यसलाई यस्तरी गुडाओस् कि सारा बस्ती नै थर्कियोस्। अनि इन्स्टाग्राममा एउटा फोटो हाल्न 10 जना साथीलाई कस्तो देखाएको छु भनेर सोध्न लगा, तर क्याप्सनमा चाहिँ डोन्ट केयर लेख्न लगाइदे। ल प्रभु यो केटाको प्याकेज त खत्रै तयार भयो। ल ठिक छ, अब यसलाई पृथ्वीमा पठाइदे। यसले धेरैलाई हँसाउँछ र हैरान पार्छ। तथास्तु।